हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ आज बिहानै उठेर मकै भाँच्न लागेको छु। मेरो गाउँमा चाहिँ मकै पाकिसक्यो, भाँच्ने बेला नि भयो। अब मकै भाँच्ने काम भनेको यस्तै छ। तपाईँहरूकोमा के काम हुन्छ? मकै भाँच्दै हुनुहुन्छ कि धान रोप्दै हुनुहुन्छ? अनि यसरी म माथि बाजेको घरमा गएँ। बाजेको घर नजिकै बारी छ। अनि बाजेहरूसँगै बाजे बोजू म यसरी मकै भाँच्नुको लागि रेडी भइरहेको छु। अब रेडी भएपछि अब हामी बारीतिर लाग्न थाल्यौँ। यहाँ बोजू हुनुहुन्छ, बोजूले पनि मेरो भिडियो बनाउन भनेर बनाइदिएपछि म बारीतिर लागेँ। बारीतिर पुगेपछि बारीमा पुगेपछि यसरी कटहर पनि छ बारीको छेउमा। कटहर पनि पाकिसकेर नि खायौँ, अझै नि पाक्नु लाग्यो भन्दै हेऱ्यौँ बोजूसँग त्यसपछि लाग्यौँ हामी। त्यसपछि लागिसकेपछि यसरी त्यहाँ बोजूहरूको अब लिम्बूहरूको अनि साथीहरू लिम्बूहरूको चाहिँ बारीभरि देउताहरू पनि हुँदो रहेछ। साप देउ रे, बाँदर देउ रे, त्यस्तो देउहरू बारीभरि हुन्छ कि। हामी चाहिँ यहाँ देउताहरू त्यहाँ छ, यहाँ यस्तो देउता, यहाँ यस्तो देउता भन्ने बोजूले देखाउँदै हुनुहुन्छ। अनि मलाई चाहिँ डर पनि लाग्यो क्या। अब साप देउ बाँदर देउ लाग्यो भने हात खुट्टा दुख्छ, के अरे त्यो खक्लक्कै के भन्छ त्यसलाई, अब नचल्ने जस्तो हुन्छ अरे, दुख्छ अरे हात खुट्टा होइन। त्यसरी हुन्छ अरे यो देउता लाग्दा। अनि यसरी हामी त्यसपछि मकै भाँच्न थाल्यौँ। मकै भाँचिसकेपछि अब गाउँघरको जिन्दगी काम त गर्नै पर्यो होइन। काम भनेको यस्तै छ, मकै भाँच्ने, धान रोप्ने, कोदो रोप्ने, मकै गोड्ने, धान काट्ने, यस्तै हुन्छ। टाइममा सधैँ पनि भइराख्दैन, वर्षमा 1-2 चोटि हो होइन, नर्मल गाउँघरको कुरा हो। गाउँघरमा काम नगरी सुख छैन, काम छैन माम पनि छैन रे। त्यही भएर काम गर्नु पर्यो, काम नगरी माम हुँदैन।